Hello guys, welcome back to my vlog. अहिले चाहिँ कति बज्यो? अहिले चाहिँ बेलुकाको 6 बज्यो. अनुहार देखाउ त. म त जाडो छ हजुर. आज त जाडो हो त अनि. हिजो जाडो थियो, अब घाम लागेपछि यस्तो गर्मी हुन्छ फेरि. पछि त्यो डाँडो हो. कता हो डाँडो हो? यो चाहिँ मेरो साइक्लिङमा फर्स्ट भ्लग हो है गाइस. साउन्ड चाहिँ त्यस्तै भएर होला. ल भ्लगमा आउने रे यहाँ. यी साइकलबाट देखाउनु भएको छ. हेलो, यो चाहिँ हाम्रो साइक्लिङ भ्लग. हामी चाहिँ अहिले सिग्नलमा छौँ. मौसम चाहिँ एकदम जाडो छ. चिसो हावा चलिरहेछ. पानी पर्न आँटेको छ. आकाश देख्नुभयो होला. कालो आकाश. होइन, यहाँ धेरै देखाउँछ नि त. लो यहाँ हेर नि त. उसलाई देखाउँछ नि मैले. उसलाई देखाउँछ. होइन, यहाँबाट आकाश हेर न. अनि धेरै देखाउँछ. ल हिँडेको. तिम्रो खुट्टा मात्रै देख्दो रहेछ. नजाऊ माया सारा. हाम्रो सिङ्गर चाहिँ आज खै कहाँ गयो? Let's go. Signal is open. हामी चाहिँ अहिले फ्यामिली मार्ट आइपुग्यो. यहाँ राख्दिन के भन्नु. जाडो, एकदम जाडो. हामी चाहिँ अहिले यसो फ्यामिली मार्टमा आएको छौँ. यति पैसा लिएर जाऊँ नेपाल. जाने. जाउँ घरबाट. जाडो भयो मलाई त. कहाँ जाने हो? अनि हिँड नि त यताबाट. अहिले चाहिँ रात परिसक्यो गाइज. हामी चाहिँ अब बेनीमारुतिर यसो सपिङ गर्न हिँडेको. उडी 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 कहाँ हो? सिधै हो. हामी चाहिँ कहिले बनाउनु त? अनि 1 महिनामा गर्छ. कस्तो दर्शाइदियो कुकुरले. म त तर्स्यो नि. ल फाइनली बेनीमारु आइपुग्यो. यहाँ चाहिँ यसो तरकारीहरू किन्नु पर्यो. आइपुग्यो. यहाँ आएपछि त सेतो देखेर अघि त कालो देखेको. सेतो मान्छे देखेँ.
सेतो मान्छे के पाउँदैन पाइनापल हेर्दा मिठो हो खाँदा कस्तो हो थाहा छैन जुम गरेको ल सपिङ पनि सकियो अब घरतिर लागेको पानी पनि पर्यो ए चारजना अहिले उडाउन आएको ल गाइस लागेको है हामी चाहिँ सरर पारेर ओहो नि कति कालो रात सुन न यहाँ कालो आकाश कालो रात कालो साइकलमा चढेर कालो रोडमा सरर हिँड्दैछु कालो रातमा कालो लुगा लाएर तर टोपी चाहिँ सेतो कतै त्यो छल त होइन मलाई त डर लाग्यो यस्तो कालो अन्धकार रोडमा म एक्लै होइन दुईजना हिँड्दैछु ओ अघि यसले तर्साएको फेरि तर्सायो ए उतापट्टि हो यस्तै यस्तै बाटोमा रहेछ फेरि कुकुर पनि मान्छे कुदाछ मान्छे कुदाछ खोइ त तिमी त देख्दैन त ए ग्रिन लाइट बल्यो नि रुम पनि आइपुग्यो खोइ त ठोके ठोके ल सी यू गाइज हाम्रो भ्लग यहीँ इन्डिङ हुन्छ आजलाई खोइ त तिमी देखाइ कालो देखाएको छ दुईजना कालो छ नि त